हेलो गाइज नमस्ते नमस्ते वेलकम छ मेरो भ्लगमा सम्पूर्णलाई आज हामी नमस्ते आज हामी झोले आज हामी जेबलाली पार्कमा हैन आज हाम्रो भेटघाट कार्यक्रम सबैजना प्यारी बहिनीहरू हाम्रो भाइहरू हाम्रो सरहरू सबैजना उपस्थित हुनुहुन्छ आज एकदम रमाइलो स्मरणीय भेट हुनेछ यो सधैँको लागि सम्झना हैन हजुर अब भोलि अब के अरे हामी यस्तो ठाउँमा भेट भइरहेको थियो भनेर सधैँ रहोस् के अरे नेपालमा हुँदा पनि दुबईमा रहँदा पनि जुन ठाउँमा रहँदा पनि हामी के अरे सम्झना रहोस् के होइन सर हजुर हजुर सुरु गर्नु होला ल सबैजनालाई एकैमुष्ट हाम्रो भिडियो कस्तो लागेको छ यस्तो प्रकारको छ के हजुर सेयर कमेन्ट लाइक गरिदिनु होला हजुर एकदम राम्रो परिकार हजुर यो हाम्रो नेपाली परिकारहरू छ कि होइन बहिनी सेलरोटी अनि हाम्रो साँधेको अचार अनि भुटन अनि बङ्गुरको मासु साथमा कुक होइन हजुर तपाईहरु पनि आउनु है हजुर हजुरहरू पनि आउनु होला हजुर आउन भ्याउने जति आउनु होला इन्भाइट छ तपाईहरुलाई हजुर हामी सबै टुक्रा भयो नि खानु होला हामी यहाँ आएर चिनेको मात्रै हैन हामी सबै नाताबाटामा पनि एकदम परेको हजुर एकदम नजिकको सबै नजिकको हजुर अनि मनदेखि पनि जोडिएर यसरी भेट भएछौँ हजुर सबैजनालाई एकदमै सम्झना छ हजुर तपाईहरुलाई सम्मान छ हजुर। विशेष गरी हाम्रो रमेश सरलाई एकदमै धन्यवाद यसरी भेट हुने एउटा जनाउनु भयो एकदमै हाम्रो यहाँ सबैभन्दा भेट हुनको लागि पहल गर्ने मिलाउनु हुने हाम्रो भीम सर अनि प्रेम सर अनि हाम्रो लक्ष्मी मिस अनि मेरी बहिनी कविता सम्पूर्णलाई अनि सानो बहिनी विशेष अनि भाइ विशेष सबैलाई धन्यवाद भेट हुने अवसर मिलाइदिनु भयो सबैजना चिनजान चिर परिचित गर्ने मौका मिलाइदिनु भयो होइन हजुर मैले चाहिँ सेतो ल्याएको छु है हस् हस् हुन्छ हुन्छ सेतो भन्नाले नझुक्किनु होला सेतो त पानी पनि हुन्छ स्प्राइट पनि हुन्छ होइन अर्कै जुस हो ए सर म आरामै छु अनि कस्तो लागिरहेछ आजको यो भेटघाट प्रोग्राममा एकदम एक्साइटेड रमाइलो लागिरहेछ रमाइलो छ है सबैसँग भेट हुन पाइयो हजुर कोहीसँग हामी धेरै जसो फर्स्ट टाइम भेट हो हजुर यसपालि हजुर र मेरो पनि फर्स्ट टाइमै होला हजुर यस्तै लागिरहेछ फर्स्ट टाइम हजुर चाहिँ भएको होला सायद होला ग्रुपमा अनि त्यही माघे मेलातिर कार्यक्रमतिर पनि भेट भएको होला तर यसरी बातचित चाहिँ नभएको होला हजुर 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 अब गाउँ अलग भयो पनि अब पालिका एउटै पर्यो पालिका एउटै हजुर भेक एउटै पर्यो भेग एउटै पर्यो हजुर यसो हामी पनि यसो भेटौँ न हजुर भेटिराखेको राम्रो प्रदेशको ठाउँमा भनेर हजुर 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 एकदम धन्यवाद हजुरलाई सानो समय मिलाएर हामी भेट्ने जमर्को गरेर यतिसम्म भइरहेछ जे होस् सफलतापूर्वक सम्पन्न हुन्छ होला भन्ने आशा गरेर हजुर 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 अनि नमस्ते के छ लक्ष्मी खबर एकदम ठिक छ कस्तो भइरहेछ आजको भेटघाट प्रोग्राममा एकदम रमाइलो भेट भइरहेछ हो र ए हाम्रो के अरे गाउँ भेग लगभग मिल्दोजुल्दो सबै मिल्छ है हामी हजुर लगभग छिमेकी जिल्ला पर्नुभयो भेष जिल्ला भेग जिल्ला ए यो फेरि मेरो बहिनी नमस्ते है ठिकै हो साह्रै पर्यो भीम सर नमस्ते हजुर दर्शन झोले हजुर सर नमस्ते नमस्कार अनि के छ सर खबर हजुर मेरो ठिकै छ भन्नुपर्छ आजको भेटघाट कार्यक्रममा कस्तो लागिरहेको छ तपाईँलाई एकदमै कपाल लागिरहेको छ हजुर यहाँभन्दा रमाइलो हजुर आउने सीमा चाहिँ मैले देखिरहेको छु होइन हजुर हजुर आजको बसाइ एकदमै रमाइलो भइरहेको छ किनभने हाम्रो एउटा इष्ट मित्रले पनि जोडिएको नाताबाट हजुर दाजुभाइ दिदीबहिनीहरू भेटिरहेको छौँ हजुर खुसियालीमा चाहिँ हामी त्यो खुसी सार्दैछौँ हजुर। एक आपसमा हजुर एकदम भेटी सबैजनालाई नमस्कार हजुर धन्यवाद हस् कुछ भन्नु के भन्छ कसैले होइन कि खाने हो ए खाम न त चाहिँ अब खानाको लागि हाम्रो बहिनीहरू चाहिँ त्यो खुच्ची हो दुब्रिया सानो नानी छ नि यहाँ हाम्रो बहिनी छोरी भन्दा नि भयो छोरी हो छोरी हो है छोरी छोरी पनि आएको छ। सबैलाई दिइहाल्नु बनाइदिन्छु त्यसरी प्रेम ठुलो अस्ति पागल भइसक्यो होला अब आज
चटचट बनाएर ल्याउनु भएको रहेछ अनि के हो यो भुटुन हो सुकुटी रोटीको लागि मेरी बहिनी कविता अनि मासुको लागि हाम्रो प्रेम सर बनाउनु भएको छ भने अनि अचारको लागि लक्ष्मी मिस भुटुवा पनि हो अनि भुटुवा सबैजनालाई विशेष 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 धन्यवाद बनाउनु भएको प्रेम सरले ल्याउनु भएको चाहिँ लक्ष्मी मिसले अहिले मार्दिनमा मैले बनाएको होइन ए प्रेम सरको बङ्गुर मासु मात्रै हो ए हजुरले बनाउनु भएको अनि ए अचार र खसीको मासु मैले बनाएको ए अस्ति त गाउँ मान्छे मरेको थियो भन्दैन हजुरले मारेर होला त्यो एक भकानेको फुक्नुकै डरले नि नानी स्पिकर खोइ स्पिकर त अहिले छैन। बच्चा भोको त्यो वाला चाहिँ भुइँ थर्काउँछु हेलो घुमाउनु कान्छी सबैको हेलो दिदी हेलो हेलो म त खसीको मासु त खान्न कहाँ हो हेलो भन्नु कता अहिले आएको छु दुबईको काममा किन निकालेको त दिदी तपाईँ दुबई खेम भनेर त देखाउनु पर्छ नि त दुबई जान्छ तर देखिँदैन होला यो बुढाले देखिरहेको अब यो चाहिँ पार्छ हेलो दिदी हजुर म यहाँ बुटै बुटा भएको ठाउँमा चाहिँ माबाट ड्यापुर आठ दि डबल नै हाल्नु है रोटी म धेरै चाहिँ है खानु मन भएकोले हाल्दै खानुहोस् म त एउटै दुबई फ्रेम होइन म त मेरो रोटी फ्रेम अपोजिट साइड तर त्यो देखेको यता आइज यता आइज लक्ष्मीको साथी आऊ एउटा सुठो तपाईँको प्रेम बाबा जस्तै त्यहाँ हेलो सानो लक्ष्मी पानीको भाषा हो खुदै पानी को कामलाई छैन एकै यहाँ अर्कै ढालेको के हो खोडे पानी रक्सी खाने कि ओ गिलास होला नि। गिरिङतिर अच्छा मेरो पनि त्यही तल कर्कङ सिटी घरमा त त्यहाँ हो खुडे पानी सबैदेखि उता कुदाउनु पोखरा ए पोखरा